हेलो साथीहरु, गुड मर्निङ। हजुरहरुलाई फेरि पनि स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। नयाँ दिन नयाँ भिडियो। अनि हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। अनि आज चाहिँ बिहान बिहान भ्लग स्टार्ट गर्दै छु म चाहिँ। अनि आज चाहिँ मेरो स्पेशल डे, एनिभर्सरी, बिहे भएको दिन। तर के गर्नु, ब्याड लक, बुढाबुढीसँगै हुन पाइएन। अनि बुढो चाहिँ अब परदेशी भएपछि यस्तै हुन्छ। भनेको बेलामा फोन पनि हुँदैन, भेट पनि हुँदैन। एनिभर्सरी हो तर अहिलेसम्म कल भएको छैन। उहाँ चाहिँ आज बिहानै उठेर ड्युटी जानुभयो। अनि समथिङ आज 22 घण्टा जति उहाँको ड्युटी छ। अब सायद भोलिपल्ट मात्रै हाम्रो छुट्टी, उहाँको ड्युटीदेखि आएपछि कुरा हुन्छ होला। कस्तो साथीहरू, यति इम्पोर्टेन्ट दिनमा पनि सँगै हुनै पाएनौँ। धरि एक कल पनि फोन गर्न पाइन्छ कि नै त्यो पनि थाहा छैन। अब ड्युटी जानु भएको छ। बिहान म उठ्ने बेलामा म्यासेज छोड्नु भएको थियो। अनि म ड्युटी जाँदैछु बुढी भनेर। अब कुरा हुन्छ कि हुँदैन। अब म चाहिँ स्कुल जान लागेको। अनि आज मेमोरी हुन्छ नि त। अब यतिकले त भिडियोहरू बनाउँथेन। अनि अब चाहिँ भिडियो बनाउन थालेको नि भइसक्यो, 1 मन्थ जति भयो। अनि मेमोरीको लागि पनि आज भिडियो क्याप्चर गरौँ न त भनेर भिडियो गरेको। अनि त्यस्तो विधि त केही पनि हुँदैन होला। अब एनिभर्सरी पार्टी गर्नलाई अब हस्बेन्ड छैन, फुर्सदै छैन। अनि फेरि उहाँ एकतिर म एकतिर, त्यो पार्टी गर्ने कुरै भएन। अनि ठिक छ, यही भिडियो हेर्नुहुन्छ पक्कै पनि बुढोले। यही भिडियोदेखि हजुर धेरै माया। अनि सधैँ मलाई यसरी नै माया गर्नु, साथ दिनु, सपोर्ट गर्नु भन्न चाहन्छु। अनि जसरी हाम्रो सम्बन्ध चलेर अहिले 8 वर्ष पुरा भएर 9 वर्षतिर लागेको छ, यसरी नै सधैँभरि माया सपोर्टका साथ अघि बढौँ। बुढो हुँदासम्म पनि हजुरको साथ यसरी नै पाइराखु। अनि यो जन्म मात्रै होइन, 7औं जन्म पनि हजुरकै श्रीमती भएर बस्न पाऊँ हजुरलाई चाहिँ। अनि अब अरू त के भन्नु र है, सकेको गरिराख्नु भएकै छ। अनि दुःख सुख त जीवनमा हुन्छ, नहुने होइन। अनि दुःख सुख गरेर अगाडि बढौँला भन्न चाहन्छु। अनि अहिले चाहिँ म अब स्कुल जान लागेको। अनि यही भिडियो मार्फत हजुरलाई धेरै माया, पक्कै पनि मेरो भ्लग आएपछि हजुरले हेर्नुहुनेछ। मिस यु सो मच सानो, धेरै माया छ हजुरलाई है त। अब भिडियो हेर्दै गर्नु होला। अब आज स्कुल गएपछि के हुन्छ, बेलुका फर्केको। अब आज दिनभरिको भिडियो म हजुरलाई क्याप्चर गरेर देखाउने छु। म चाहिँ स्कुलबाट आएँ। अनि स्कुलबाट आएर के रे, म स्कुल गएँ। अनि स्कुलबाट आएर अनि अहिले चाहिँ बारीमा मसुरो पाकेर कस्तो भएको छ। अनि दिजु चाहिँ गइसक्नु भएको रहेछ मसुरो छिन्नलाई। अनि म चाहिँ अब मसुरो छिन्न जानु लाग्यो। के गर्नु, यस्तै छ साथीहरू, नगरी पनि नहुने है। हामी चाहिँ मसुरो छिन्न आयौँ। बेलुका भइसक्यो मसुरो छिन्दा अघि भ्लग गर्नु पर्ला भनेको थिएँ। सबैजना कुरा गर्दै मसुरो छिनेको। अनि छिन्न त्यो बिर्सेछु भ्लग गर्न नै। अनि हामीहरू चाहिँ थोरै छ मसुरो छिन्ने, सबैजना भएर मसुरो छिन्न आएछौँ। अनि मसुरो छिनेर अनि घर जानुपर्ने हुन्छ। अब एनिभर्सरी यस्तै भयो अहिलेको। अब अर्को साल भयो भने राम्रोसँग मनाउनु पर्छ। कृपया त यो पछाडि हेरेर हामीले चाहिँ चटपटे खाने भनेर चटपटे बनाउँदैछौँ। देख्न सक्नुहुन्छ दालमा भाँडामा छ। यहाँ भुजा र चाउचाउ यहाँ ल्याएको छौँ। अनि त्यहाँ चाहिँ सस बन्दैछ। अनि यहाँ आलु उसालेर राखेको आलु छ। चटपटे बनाउँदैछौँ साथीहरू। चटपटे कसलाई मनपर्छ, को फेभरेट हो, कमेन्ट गर्नु होला है त। चटपटे भन्ने बित्तिकै कतिको मुखबाट पानी निस्किन्छ साथीहरू। चटपटे बनाउन लाग्यो भने आफ्नो त कस्तो भइहाल्छ यहाँ मुखमा।
हाम्रो चाहिँ फाइनल चटपटे चाहिँ यस्तो भयो। हातले चटपटे खानुको मजै बेग्लै हुन्छ हो कि होइन? फाइनल्ली चटपटे खाएर सक्यो। चटपटे चाहिँ यस्तो लास्टै पिरो भयो साथीहरू। कस्तो क्रेभिङ भइरहेको थियो चटपटेको। आज चाहिँ लास्ट भित मरुन्जेल भयो, लास्टै मिठो भयो। चाहिँ अब मसुरो छिनिसकेर घरतिर जान लागेको। आमा छोरी भएर घर जान्छौँ, बेलुका भइसक्यो, भोक पनि लागेको छ। आजको भिडियो कस्तो लाग्यो हजुरहरूलाई? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला। बाँकी अर्को ब्लगमा। बाई बाई एभ्रिवान, सी यु नेक्स्ट ब्लग। हजुरको दिन शुभ रहोस्।